यथार्थ मु जिंदगी को कथा कोही माना या न माना सुनिदिने को छरा बुझिदिने को छरा मरने को आंसू जितने को हाँसू भित्र हृदय बाहिर हाँस्दै मनमा मिठो सपना साच्दै नारीको पीडा मन भित्रै मास्दै यही हो यथार्थ यही ही यथार्थ सासों बोल्ने एक्लो रहने पिठ पछाडि छुन हानिन्छ यहाँ गणतन्त्र आयो तर पीडा उस्तै छ भविष्य खोज्दै परदेश जान्छ भाका निन्दै आफ्नो भविष्य खोज्छ गुम्सेको पीडा समाजको मुद्दा यही नै हो साँचो जिन्दगीको यथार्थ कथा नेताको मौज मस्ती जनताको घाम कसले बुझ्ने बा अब यो जडीबुटीको झोल तपाईले पिउन पर्छ है। अलिअलि तितो त होला तर यस्तो तपाईको बिमार अलि कम हुन्छ। बा डाक्टरकोमा जान त थुप्रै पैसा लाग्छ नि। अहिले हामीसँग त्यत्रो पैसै छैन। पिर नगर्नुस् बा, म गाउँमा सबैको मेलापात गरेर 2-4 पैसा कमाउँछु अनि सहरको सबैभन्दा ठुलो डाक्टरकोमा लगेर हजुरलाई निको बनाउँछु बा। बिस्तारै उठ्नुस् त बा, औषधि खाने बिस्तारै बिस्तारै बन्नुहोस् ल। गर्नुहोस् बा, मुख खोल्नुहोस् बा, अझै खानुहोस् न बा, निल्नुहोस् बा। खानुहोस् न बा, यसले तपाईलाई जाती गर्छ नि। अझै खानुहोस् बा। खानुहोस् न बा। बा तितो त हुन्छ नि जिन्दगी जस्तै, त्यही पनि बाँच्नको लागि खानु पर्छ बा। अब धेरै छैन बा, 1 घुर्की मात्रै खानुहोस्, यति खानुहोस् न बा। अब भोलि पनि खानुपर्छ बा। यसरी नै दिनदिनै खाएपछि हजुरलाई धेरै आराम हुन्छ। ओइ सङ्गारे, के गर्दैछस्?
पानी लिन जाँदाखेरि रत्नले अब बाटो छेक्यो। मनुमाले कान खुसी गरेर कुरा काट्दै थिए। मैले कति कुरा सुन्नु पर्यो। सङ्गारे अति भर्खर अपराह्न पर्दा कोसँग बसेर आइस भनेर यहाँ बस्न खाना छैन मलाई। सुनि नसक्नु भइसक्यो यो गाउँमा। त्यो कुरा सुन्दा मेरो शिर झुकाएर हिँड्नु परेछ। पानी लिन जाँदाखेरि रित्तो गाउरी फर्काएर ल्याउनु परेछ तेरो कारणले। यो तैँले गर्दा यो समाजमा मुख देखाएर हिँड्न पनि गाह्रो भइसक्यो होला छैन। तँ किन फर्केर आइस? कमसेकम है मरेको भए त मेरो इज्जत त बढ्थ्यो नि। आमा तर ममाथि केही पनि भएको छैन। म सत्य सावित्री जस्तो पवित्र छु आमा। उनीहरूले मलाई अपहरण गरे पनि बन्धकमा राखे पनि मैले मेरो अस्मितालाई अलिकति पनि डगमगाउन दिएकी छैन आमा। केही आँचाउन दिएकी छैन आमा। मेरो विश्वास गर्नुहोस्। न तँ हुन्थिस् न एक जिम्दा लासको स्याहार गर्न पर्थ्यो। गाइहाल्यो यहाँबाट। तिमी पनि बढी नबोला है। यहाँबाट टिपेर उडाइदिउँला मैले। यस्ता मान्छेलाई त काल पनि नआउने। कति यहाँ गरिरहेको मरे पनि हुन्छ। किन यो छोडा तिमी बाउछरी त मरे पनि हुन्छ। यसलाई त काल पनि नआउने। बा मलाई कसैले विश्वास नगरे पनि हुन्छ। म तपाईँकै लागि बाँचेको हो बा। मलाई केही भइहाल्यो भने तपाईँको हालत के हुन्छ बा? के हुन्छ? मैले किन नबुझेको होला बा? बा घरमा हुनुहुन्न क्या हो? बिहानदेखिको भाँडा पनि हिँडिरहेछ। बिहान भाँडा बा कहाँ जानुभएछ? यति बेला पनि आइपुग्नु भएन। कति करागे अब आइ त हालेको न। अनि बा यतिखेरसम्म बिहानको लखरा लखरा हिँड्ने हो? बेलैमा घर आउनु पर्दैन? तेरै कामको लागि गएर आएको हो नि। ए हो र बा, के काम गरेर आउनुभयो मेरो लागि? घर बेलैमा आउनु पर्दैन? खाना टाइममा खानुपर्ने। हेर्नु त रातिको 10 बजिसक्यो। हेर न मरिले पेरिसक्यो। अघि नै स्वास्थ्यमा जा भने कि होइन? बा डाक्टरलाई भेटेर आउनुभयो त? भेटेर आइसक्यो। सबै कुरो भइसक्यो। ए हो र बा, यो त खुसीको कुरा हो नि। ल हिँड्नुहोस् अब खाना खाना जाऊँ। हजुरलाई नि भोक लागेको होला। यतिको बेला भइसक्यो। आउनुहोस् यो त जाउँ त नि छोरी जाउँ। मेरो पनि पेटमा मुसा नाचिया त भन्नु लाउँदाखेरि
सायद यो पनि यहीँ सुतेर रहेछ सुसारे पनि कमसेकम यो भित्र गएर त्यो काजी नभएको बेला भित्र गएर त्यो कजिनीसँग सुते नि हुन्छ नि शमशेरनीसँग के त्यसलाई यहीँ बाहिर सुत्न पर्ने त्यही त नि यति बेला डम्मरी पनि छैन त्यसको भाउ शमशेर पनि सहर गएको छ त्यो मासाला डम्मरे पक्का पनि त्यो बजारै गयो त्यही मौका पायो यो मौका छोडिदिउँ शमशेर दाइ केले भस्काइदिउँ पछि गरौँ सबै निकालेर लुटौँ बत्ती बले शमशेरले अहिले संस्कृति छैन कि अब यो रातभरि के गरेर बस्छ त्यसो भए यसो गरौँ ओइ यत्रो घर वरिपरि घुम्यो बस्ने ठाउँ कहीँ पनि छैन त्यहाँ यताबाट उताबाट जाऊँ न अनि त्यो डम्बरे त्यस्ता मुला डम्बरी सबै चुला थाहा पायो भने त मार्छ भूत भूत चोर चोर मलाई बचाउनु शमशेरनी हजुर खिसकेको दाँतलाई चिप्राले कोट्याएर के गर्नु त्यो उतिएर यति पापी रहेछ मैले कल्पनासम्म गरेको थिएन बारम्बार नाटक गरेँ मसित ढिलालाई खोज्छु भनेर आखिरीमा अपराधी त त्यही रहेछ कसरी गर्न सकेको होला त्यसले त्यो अपराध तर होइन होला त्यो र म त सँगसँगै लिलालाई खोज्न हिँडिरहेको थियौँ कति बेला भयो त त्यो म जिउँदो भएको डमरू मरेको सिनो होइन मलाई हत्या गर्न खोज्ने हातहरू बिर्सेको छैन तर म मर्दैन
यिनीहरूको अगाडि म बाँचेरै छोड्छु। बा त्यहाँ बाहिर भूत आएर राति म हेरेर आउँछु है। म भूत होइन जोड्दै तेरै साथी हो। तँलाई मैले त्यति सोचेको पनि थिएन त ती सामन्तीसँग मिलेर मलाई हत्या गर्न अगाडि बढ्छस् भनेर। ती सामन्तीसँग मिलेर तैँले मेरो हत्या गर्न अगाडि गर्छस् भनेर मैले सोचेको पनि थिएन। तँलाई मैले यति विश्वास गर्थेँ नि तैँले मेरो जिन्दगीमा ठुलो विश्वासघात गरिस्। गरिबहरू हरामी हुँदैनन् भन्ने सोचेको थियो तर त पनि पैसामा बिगेर मेरो हत्या गर्न अगाडि बढिस्। लास्टमा त पनि कतिमा बिकिस् तिनीहरूसित भन भन। आखिरीमा त्यो गद्दार शमशेर र तमा के फरक भयो भन्छ दोर्जे। भुतियारा भूतलाई पनि पाप लाग्छ होला रसीले। म त तेरै कारणले पल पल जिउँदै परेको भुतियारा हो म त। हतियार मलाई अर्कै काम भनेर लगेको थियो तर त्यसरी गाड्ने थाहा भएको भए मलाई माफ गर् साथी, माफ गर्दे। के गर्दै गरेँ मैले यस्तो। म त हाँसै मारिसकेको थिएँ। आगो ताप्ने मुढाको कुरा सुन्नु बुढाको भन्थ्यो। मैले तेरो कुरा सुनेको भए सायद यस्तो हुने थिएन। मलाई माफ गर तियारा, मलाई माफ गर। रसाइली झम्घाएर यसको हालत यस्तो छ। तियारा यहीँ भएर जाम। उठ। खबरदार, त्यसलाई कसैले छुने होइन। यो मेरो शिकार हो।